बच्चाहरूको पनि ठुला मान्छेको जति भाडा लिनुहुन्छ भन्ने पनि छ। भाडा लिनु भएन बच्चाको भाडा। दुईटा बच्चा कति कति वर्षको? मेरो यो बाबु कति 8 वर्ष भयो, नानी 5.5 वर्षकी भए, भाडा लाग्नु भएको छैन। तपाईँले कति भाडा तिर्नु भयो? 3000। दुईजना बच्चासँग आउनु भएको छ, बच्चासँग कुनै त्यस्तो असर त्यस्तो असुविधा भएन? सिट राम्रै मिलिरहेको थियो, राम्रोसँग मिलाउनु भएको थियो, केही भएन, राम्रोसँग। हजुरको नाम? हिरा बस्याल। नेपाल घर कुन ठाउँ? घोराई। तपाईँले यो बसको सेवा यो यात्रा कस्तो लाग्यो? ठिक लाग्यो, एकदम राम्रो छ यात्रा, खानपिन। तपाईँ त बच्चासँग हुनुहुन्छ, बच्चासँग बस यात्रा एकदमै कठिन छ, एकदमै बस समितिले दुःख दिन्छ भन्ने एउटा भ्रामक समाचार अथवा केही कुराहरू पनि बाहिर आइरहेका छन्। रोयल हर्स भन्ने यो बसले चाहिँ तपाईँलाई कसरी कस्तो सेवा सुविधा दियो? बच्चासँग सहजै आउनुभयो या असहज भयो तपाईँलाई? सजिलो भयो बच्चासँग पनि, बच्चासँग त्यस्तो गाह्रो केही भएन। धन्यवाद। तपाईँको नाम? राधा। नेपाल घर कुन ठाउँ? घोराई। ए, घोराईबाट आउनु भएको छ। पहिलोचोटि आउनु भएको गुवा या पहिला पनि? धेरैचोटि आइसक्यो। धेरैचोटि आइसक्नु भएको छ। यो रोयल हर्स बसको यात्रा र केही भन्न मन लागेको कुराहरू छन्? नै त्यस्तो केही छैन, राम्रैसँग आयौँ, राम्रैसँग ल्याउनु भयो। बिस्तारै हिँड्नु भएको थियो, बिचमा रुकाउनु भएको थियो, राम्रैसँग आइयो। बिच बाटोमा खाना बस्न यताउति सबै राम्रो भयो? बाथरुम जान रुकाउनु हुन्थ्यो, राम्रो। दुईजना बच्चासँग आउनु भएको छ, बच्चासँग कुनै त्यस्तो असर त्यस्तो असुविधा भएन? सिट राम्रै मिलिरहेको थियो, राम्रोसँग मिलाउनु भएको थियो, केही भएन, राम्रोसँग आइयो। हस्, धन्यवाद। हजुरको नाम? पुष्पा शर्मा। नेपाल घर कुन ठाउँ? मेरो दुबिचौरमा खैरिन तुलसीपुर। तुलसीपुरदेखि पहिलोचोटि आउनु भएको हो? तपाईँलाई यो बसको यात्रा कस्तो लाग्यो? धेरै राम्रो लाग्यो, फेरि पनि आउनु मन लागिरहेछ। घुम्न आएको म चाहिँ मम्मीसित, अनि धेरै राम्रो छ, छिटो पनि आइपुग्यौँ, त्यस्तो अप्ठ्यारो पनि केही भएन। भनाइ के छ भने यो बस यात्रा एकदमै कठिन छ, यो रोयल हर्स नामको बस समितिले चाहिँ एकदमै दुःख दिन्छ भन्ने कुराहरू आइराखेको छ। यसलाई तपाईँले के भन्नुहुन्छ? कोही अरू बस थाहा भएन, यो बस चाहिँ धेरै राम्रो थियो, अनि त्यस्तो केही पनि अप्ठ्यारो भएन, बाटोमा सबै ठिकै थियो भनौँ। तपाईँ पहिलोचोटि गोवा आउनुभयो या पहिला पनि आउनु भएको थियो? म पहिलोचोटि त आइन भयो, अरे पहिले म बसिया त धेरै वर्ष भइसक्यो, म बसमा पनि पहिलोचोटि आएँ। यो बसमा पहिलोचोटि आउनुभयो, तपाईँले कति भाडा तिर्नु भयो? 3000। 3000 तिरेर कति तारिकको हिँड्नु भएको थियो नेपालदेखि? नेपालदेखि 13 तारिक। 13 तारिक हिँड्नुभयो। तपाईँले झुट नबोलेर भन्नुहोस्, यो बसले सेवा सुविधा कस्तो दिइराखेको छ र कसरी यहाँसम्म पुर्यायो? यो नढाँटेर तपाईँले जस्तो भोग्नुभयो, जस्तो यात्रा महसुस गर्नुभयो त्यो भन्नुहोस् है त। अति राम्रोसित सुख शान्तिसित आइयो। बिच बाटोमा धेरै मान्छेहरू सिटमा राख्ने, दुःख दिने, महिलाहरूलाई चाहिँ यातना दिने भन्ने छ नि त, दुःख धेरै पीडा दिन्छ, मुस्किलले आइन्छ गुवा अथवा मुस्किलले गुवाबाट रुपैयाँसम्म पुगिन्छ भन्ने छ। तपाईँले यो विषयमा के भन्नुहुन्छ? हामी त सुखसित शान्तिसित आयौँ, बिचबाट पनि रोक्दै खाना खुवाउँदै सबै राम्रो भएन आयौँ बाबु हामी त। तपाईँको नाम भन्नुहोस् त फेरि एकचोटि। मेरो नाम खोमा खत्री। खुमा खत्री। नेपाल घर कुन ठाउँ भन्नुभयो? नेपाल सिम बागमारे सुन। बागमारेदेखि आउनुभयो। तपाईँले यो क्यामेरामा हेरेर यो बस सञ्चालकलाई के भन्नु छ? केही भन्नु छैन बाबु, सबै राम्रै गरिन आयौँ भन्नु छ, अरू केही छैन। आगामी दिनहरूमा अझ राम्रो तरिकाले सेवा सुविधा दिनु होला भन्न चाहनुहुन्छ? अब आउने दिनमा अझ योभन्दा झन् सेवा सुविधासित आउनु छ। हस्, धन्यवाद हजुरलाई। तपाईँ बाबु नानीसँग यो बसमा 4 दिनको यात्रा तय गरेर गोवा पुग्नु भएको छ। यो बसको यात्रा बच्चासँग, एउटा परिवार फ्यामिलीसँग, त्यो पनि एउटा महिला चेलीबेटी यात्रा गर्दा बस व्यवसाय समिति अथवा बस सञ्चालकहरू अथवा बसका स्टाफहरूले गर्ने व्यवहार अथवा तपाईँको यात्रा कस्तो रह्यो? राम्रै थियो सर, राम्रै थियो, राम्रोसँग आयो। बच्चाहरूलाई सिट मिलाउनु भएको थिएन, अगाडि सिट दिनुभएको थियो, पछाडि हाल्नु भएको थिएन, अगाडि नै सिट मिलाइदिनु भएको थियो। जो केटा मान्छे हुनुहुन्छ त्यहाँ पछाडि राखिदिनु भएको थियो, राम्रै सिट गर्नुभएको थियो, बच्चाहरूलाई मिलाइदिनु भएको थियो सिट। बच्चाहरूको पनि ठुला मान्छेको जति भाडा लिनुहुन्छ भन्ने पनि छ? भाडा लिनु भएन बच्चाको भाडा। दुईटा बच्चा कति कति वर्षको? मेरो यो बाबु कति 8 वर्ष भयो, नानी 5.5 वर्षकी भए, भाडा लाग्नु भएको छैन। दुईटा बच्चाको भाडा लाग्नु भएन? तपाईँ आफ्नै भाडामा कति तिर्नुभयो भाडा? भाडा 3000। 3000 दिएर आउनुभयो अथवा डिस्काउन्ट पनि भयो? के भयो? डिस्काउन्ट त मिलाउनु हुन्थ्यो, हामी 3000 रुपियाँ नै दिनु। झुट नबोलेर भन्नुहोस् है, 3000 भन्दा कम दिनुभयो भने 3000 भन्दा कम दिनुभयो भन्नुहोस्, माथि लग्नुभयो भने 3000 भन्दा बढी लग्नुभयो भन्नुहोस्। माथि जानु भएन, कम गरिदिनु सक्छ, बरु चिने जाने अब चाहिँ कम गरिदिनुहुन्छ, आफ्नो मान्छे चाहिँ कम गरिदिनुहुन्छ, त्यस्तो होइन। 3000 भन्दा माथि लग्नु भएन। गाडी सञ्चालकलाई क्यामेरातिर हेरेर के भन्न चाहनुहुन्छ? नै केही भन्न चाहन्न, राम्रै ल्याउनु भएको छ, धन्यवाद भन्न चाहन्छु।
अरू केही नै। तपाईँको गोवा बसाइ र तपाईँको गोवाको कामकाज राम्रो रहोस् र केही समस्या पऱ्यो भने गोवा नेपाली टिभीलाई सम्झिनु होला। भिडियोमा हाम्रो नम्बरहरू भइरहेको छ र गोवा नेपाली टिभीलाई हेर्नु होला है त। हजुर हजुर हेरिरहेको पहिला पनि हेर्थ्यौँ हजुरको न्युज। हेर्नुहुन्थ्यो गोवा नेपाली टिभी? गोवामा हेर्नुहुन्थ्यो नेपालमा हुँदा? गोवामा नि त्यो हजुरको यता बेङ्गलोरतिर पनि कहिले जानुभएको थियो त्यो पनि हेरेको थिएँ सायद।